हेलो साथीहरू, नमस्ते सबैजनालाई। के छ खबर हजुरहरूको? मेरो त ठिकै छ। त्यस्तो धेरै राम्रो नि छैन, नराम्रो नि छैन। म चाहिँ खासै कहीँ नि हिँडेको छैन अनि भ्लग पनि बनाएको छैन क्या। अनि हिँड्दा मलाई चाहिँ हिजो आज झ्याउ लाग्न थाल्यो कि, त्यही भएर मैले हिँडेको छैन। अहिले चाहिँ म यसो बाहिर यसो निस्केको कि, बाहिर साँझ परिसक्यो अनि 6 बजिसक्यो। यहाँ चाहिँ यसो बाहिर निस्केको अनि म त्यस्तो धेरै लामो भिडियो बनाउँदिनँ, छोटो बनाउँछु अनि पोस्ट गर्छु र हजुरहरूले हेरिदिनु होला भन्न चाहन्छु। अनि साथीहरू, मेरो चाहिँ कपाल यहाँ स्पेन आएपछि चाहिँ टुक्रिएरै सकिन लागिसक्यो कि। रोमानिया हुँदा चाहिँ त्यो जरैबाट झर्थ्यो, अनि यहाँ चाहिँ पुरै टुक्रिया कि आधीबाट। त्यसको उपाय के होला साथी, भनिदिनुहोस् त। अब मैले कपाल तक्लु बनाउन मात्रै बाँकी छ कि, लास्टै टुक्रिया भने आधी पुरै खत्तम भयो अनि लास्टै भयो टुक्रिएर। अनि साथी, काम पाइयो त? कसले काम पाइयो? मैले चाहिँ पाएको छैन। काम यस्तै छ, गाह्रो छ साथी, यस्तै छ। चप्पल हेर्न आएको यहाँ 10 युरो, कति युरो घटी चप्पलै छैन। यस्तो छ महँगाई, यस्तो छ महँगाई चप्पलको है। गाइज, मैले चाहिँ टोपी लगाइदिएँ, ह्याट खालको ह्याट रहेछ होइन। खासमा म चाहिँ चप्पल किन्न आएको है। अब आएपछि हेरिदिएको, किन्न त केही पनि किनिनँ। मलाई चाहिँ यस्तो सामान चाहिँ कस्तो मनपर्छ, तर पैसा छैन अहिले, काम पनि छैन, पैसा पनि छैन, के गर्नु। मन परे नि केही पनि। अहिले चाहिँ मैले एउटा यो बोतल किनेँ, खाली बोतल, अनि 2टा प्लेट किनेँ। अनि यहाँ चाहिँ यस्तो पर्सहरू पनि छ, यस्तो पनि छ। केही किनिसक्नु छैन क्या, केही किनिसक्नु छैन भने आमा के साह्रो महँगो हो यो। पानी पर्यो, म चाहिँ यहाँ यतापट्टि यसो साइडमा उभिरहेको छु, घर जान लागेको। पानी पर्यो। चप्पल किन्न आएको मान्छे चप्पल पनि भेटेन, के गर्नु, गाह्रो छ। ल साथी, आजलाई यति नै। अब म चाहिँ रुमतिर जान्छु अनि भ्लग एडिटिङ गरेर हाल्छु र नेपालको बिहानको 6 बजे मेरो भिडियो आउँछ है त। सबैजनाले हेरिदिनु होला अनि साथ सपोर्ट दिनु होला, प्लिज। र सबैलाई माया गाइज। ल बाई।